हेलो गाइज सन्चै होला आज पनि म आइसकेको छु चाहिँ लास्ट गर्मी छ आज चाहिँ छुट्टीको दिन म चाहिँ आज कहाँ जाँदैछु भन्दा म तपाईँहरूलाई एकछिनमा देखाउँछु हेरेर साथ दिँदै गर्नुहोला आज चाहिँ म बुढी नभएको ताउ छोपेर दिउँछ है कहाँ आयो होला त अब हेर्नु होला एकछिन ल आज चाहिँ म यस्तो घाम छ यस्तो घाम भएको कारणले चाहिँ छुट्टी मनाउन जाँदैछु म चाहिँ यहाँ मजाकी आइसकेको छु सट्ट म यहाँभित्र जाँदैछु सट्ट लाएर यस्तो हो अहिले चाहिँ माल पनि लिएर आइसकेँ गाइस अब सट्ट घाममा बसेर हान्ने हो अब गर्मी छ त हाल्नु परेको चट्ट लाएर हान्ने हो यस्तो हुँदो रहेछ क्या गाइस फेरि यो 9% त चाको नहुनेहरूले अब लगभग प्रायः सबैले खान्छ खाएको होला यो चाहिँ एकदम यहाँको एक नम्बर विदेशीहरूको लागि चाहिँ एक नम्बर रहेछ क्या विदेशीहरूले चाहिँ यो लगभग नखाने कमै हुन्छ अझ नेपालीहरू प्रायः सबैले नै खाइरहेको हुन्छ यो चाहिँ कस्तो बुढीसँग झगडा पऱ्यो नि यही अनि काममा स्ट्रेस हुन्छ गलेर आए पनि यही अनि गर्मी भयो यही कतै बाहिर गयो पार्क सार्क घुम्नु गयो पनि यही छुट्टीको बेला नि यही यो त एकदमै खतरा जिनिस रहेछ क्या यो स्ट्रङ जेरो चाहिँ यो चाहिँ 9% हुन्छ रेमनको हो यो चाहिँ मिठो त के भन्नु त्यसो गाइस खासै आज अब बुढी पनि छैन खासै भिडियो नि बनाउनु मन थिएन अल्छी लाग्यो एक्लै झ्याउ लाग्यो अनि म बनाउने पनि थिइनँ होला आज त्यतिकै बाहिर निस्केको भएर बनाइदिनु त भनेर हो भोलि त काम छ मेरो भोलि आएछु भने बनाउला नभए त्यस्तै ल गाइस आजलाई यति नै अब अरू त के भन्नु